डिभोर्सको प्रक्रियामा व्यापक फेरबदल गर्ने तयारी, 1 वर्ष कुलिङ पिरियड हटाउने, आवेगमा आउने दम्पतिलाई पर्नेछ यस्तो असर, श्रीमानको सम्पत्ति लिन महिलाहरूलाई झन सजिलो। सरकारले मुलुकी देवाली संहिता 2074 लाई संशोधन गर्दै सम्बन्ध विच्छेद डिभोर्सको प्रक्रियामा व्यापक फेरबदल गर्ने तयारी गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नयाँ विधेयकमा अदालतमा निवेदन दिएपछि अनिवार्य रूपमा कुर्नुपर्ने 1 वर्षको कुलिङ पिरियड अर्थात् मेलमिलाप अवधिलाई पूर्ण रूपमा हटाउने प्रस्ताव गरिएको छ। संसदबाट यो विधेयक पारित भएमा श्रीमन श्रीमती दुवैको सहमति हुँदा वा न्यायाधीशले मेलमिलापको सम्भावना नदेखेमा 1 वर्ष नकुरिकन तत्कालै सम्बन्ध विच्छेद हुन सक्नेछ। विगतमा रिस र आवेगको भरमा तत्कालै सम्बन्ध सखाप नहोस् र दम्पतिले सोच्ने समय पाउन् भनेर कानूनमा 1 वर्ष अवधिको रक्षा कवच राखिएको थियो। नेपाली समाजमा विवाहलाई पवित्र सामाजिक संस्था र झगडालाई परालको आगो मानिने भएकाले यो अवधि व्यावहारिक देखिएको थियो। तर नयाँ प्रस्तावित विधेयकले विवाहलाई व्यक्तिको स्वतन्त्रता र करार अर्थात् पश्चिमा शैलीका रूपमा समेत स्वीकार गरेको देखिन्छ। अब पति र पत्नी दुवैले संयुक्त रूपमा समेत डिभोर्सको निवेदन दिन सक्ने ढोका खोलिएको छ। यो व्यवस्थाले लामो समयदेखि अदालती झमेला र मानसिक तनाव झेलिरहेका दम्पतिलाई तुरुन्तै नयाँ जीवन सुरु गर्ने स्वतन्त्रता त दिनेछ, तर अर्कोतर्फ सामान्य विवाद वा क्षणिक आवेगमा आएर हतारमा घरबार बिगार्ने प्रवृत्तिलाई प्रश्रय दिने खतरा पनि बढाएको छ। संशोधन विधेयकमा सम्पत्ति र पारिवारिक अधिकारलाई लिएर पनि कडा प्रावधानहरू थपिएका छन्। प्रतिवादीले जानी जानी अंश लुकाउने मनसाय राखेको प्रमाणित भएमा अदालतले उसको अंशभागको 10% सम्पत्ति सिधै वादी अर्थात् दाबीकर्तालाई दिलाउने व्यवस्था गरिएको छ। साथै सम्पत्ति उपभोग सम्बन्धी मुद्दाको हदम्याद 6 महिनाबाट बढाएर 1 वर्ष पुर्याइएको छ। महिला अधिकारका दृष्टिकोणले अर्को महत्त्वपूर्ण परिवर्तन गर्दै विवाह भई सगोलमा नबसेकी विवाहित छोरीलाई पनि माइतीको अपुताली पाउने हकवालाको प्राथमिकता क्रममा समेटिएको छ। यो कानून कार्यान्वयनमा आएपछि क्षणिक आवेग रोक्ने र सम्बन्ध जोगाउने दायित्व अब कानूनको नभई पूर्ण रूपमा व्यक्तिको आफ्नै विवेकमा निर्भर हुने देखिन्छ।